हेलो एभ्रिवान, नमस्ते। हजुरहरूलाई स्वागत छ मेरो च्यानलमा। आज चाहिँ म काममा हिँड्न लागेको हो। आज चाहिँ विकेन्डमा काम परेछ नि त, त्यही भएर हेर्नु न हाम्रो ठाउँमा यति धेरै स्नो परेछ, यति धेरै परेछ। अनि मलाई फेरि भ्लग गर्नु मन लाग्यो क्या, त्यही भएर। ओ माई गॉड, हेर्नु न यति धेरै स्नो। जहिले विकेन्डमै स्नो नि पर्छ क्या। फेरि के गर्ने, जानै पर्यो काममा। यस्तो छ, पुरै बाटो यस्तो बनाएको छ। अनि हिँडेर अलिक टाइम बेसी लिएर हिँड्दै जाने कि। मेरो काममा चाहिँ आधी घन्टा लाग्छ हो जानलाई। साथीहरू हेर्नु न, ओ माई गॉड, यस्तो छ है। आजको भ्लग के कस्तो हुन्छ म हजुरलाई देखाउने छु। त्यही हो, यो स्नो देखेर मलाई भ्लग गर्नु मन लागेको अवस्था हो। हजुरहरूकोतिर स्नो परेको छ कि छैन साथीहरू, कमेन्ट गर्नुहोस् है। हाम्रोतिर त यस्तो ह्याप्पी स्नो आछ। अस्ति हुँदै पनि आएको थियो, थोरै थोरै। आज चाहिँ निकै बेसी नै आछ कि। अब भोलि कसरी जाने थाहा छैन। पानी परेन भने त बिजोक हुन्छ यहाँ फेरि। ल साथीहरू, म चाहिँ जाँदैछु ल। मेरो यहाँ एकजना साथी पनि सँगै जाने साथी हुनुहुन्थ्यो, दिदी त्यहाँ पर्खिराख्छु भन्नुभएको थियो। त्यो दिदीलाई म सँगै काम गर्ने। सायद मैले लास्ट इयरको भ्लगमा पनि देखाएको थिएँ। त्यो दिदी र म चाहिँ सँगै जान्छौँ। मलाई दिदी र मलाई पर्खिराख्छु भन्नुहुन्थ्यो। हेर्नु न, ल गएर साथीहरू। यस्तो छ यहाँको वेदर। योमा चाहिँ यो रोडमा चाहिँ होइन, यो राख्या हुन्छ कि नुन। अनि त्यही भएर यहाँ चाहिँ यो हुन्छ। हाम्रो चाहिँ अलिकति भित्र छ क्या, त्यहाँबाट उता अलिकति उता भित्र छ हाम्रो घर चाहिँ। त्यही भएर गाडी निकाल्नु यस्तो गाह्रो हुन्छ। हाम्रो चाहिँ अलिक भित्र परेर जाँदैछु म। मेरो साथी हो, आउनु हुँदैछ। हेलो दिदी, आउनु। धन्न, तपाईँहरू मेरो सँगै परेछ र सजिलो भयो है। कति गाडी आउने भन्ने देखाएको छ। हेर्नु त, हामी चाहिँ बस आउन लागेको रहेछ। बसमा जान्छौँ होला साथीहरू। यस्तो बाटो छ। आयो हो र हो। ल हाम्रो बस आयो है साथीहरू, हामी कुद्नुपर्छ अब चाहिँ। कुद्नुपर्छ, तर रोक्छ त्यहाँ मान्छेहरू थुप्रो रहेछ। आज त अब गाडी पायो हो हामीले। न त आज त ठिकै छ नि त, त्यति धेरै पनि छैन है दिदी। लास्ट इयर चाहिँ एकदम हेभी थियो नि त स्नो, त्यही भएर गाडी नै बन्द थियो। हाम्रो गाडी, हामी चाहिँ बसमा, यो बसमा जान्छ साथीहरू। मान्छे गाडी बसिरहेको छ, मार्छ होला त पाहाडले। पाइला न मान्छेहरूको। यो हामी काम गर्ने ठाउँ। यही हो मेरो काम गर्ने ठाउँ साथीहरू। जहिले पनि देखाउँछु।
पाइला 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 यो तपाईँको जुत्ता चिप्लिन्छ चिम्लेन है आज कस्तो हुन्छ काम थाहा छैन चिसो चिसो मौसममा तातो तातो ल साथीहरू म चाहिँ मेरो काम सकेर पनि आएँ अनि त्यसपछि टेस्कोमा पसेको किन ला चिकन किमा अनि पोर्क किमा किनेँ अनि थोरै यहाँबाट सपिङ गरेर घर जान्छु साथीहरू म आजको दिन एकदम धेरै रस छ साथीहरू के किन्ने होला दुध किन्ने हो म एउटा दुध किन्छु डोनट किनौँ भनेको 11 जनवरी आजसम्म मात्रै रहेछ के किन्ने होला 12 जनवरी यसको धेरै टाइम नै हुन्न कि अनि बिग्रिहाल्छ भनेदेखि बिरासु चाउचाउ यहाँ चाहिँ नेपाली खालको सामानहरू पनि अलिअलि पाउँछ कि हामी नेपाली इन्डियनहरूको लागि केही छैन मैले किन्ने छोरालाई चक्लेट भनेको चक्लेट त ल साथीहरू म चाहिँ आइसकेँ घर मेरो छोरालाई चाहिँ मैले यहाँनिर म चाहिँ काम गएँ अनि त्यसपछि त्यसको पसेँ अनि त्यसपछि फुडहरू लिएर आएँ अनि मेरो बेबीलाई भोकाएँ नि त अनि मेरो बाबालाई अनि त्यही भएर यहाँनिर हट चक्लेट राखिदिएको छु मिल्कमा अनि उसले खान्छ अनि उसले उसको यो फेभरेट आजकल चाहिँ उसलाई यो मन पर्न थालेछ नि त त्यही भएर अनि त्यसपछि उसको होमवर्कहरू पनि गर्न बाँकी छ ती टेबलमा राखेको छ उसको ब्याग साथीहरू एकदमै बाहिर जाडो छ नि त त्यही भएर म चाहिँ यहाँ चिया बनाउन लागेको यहाँ दुध उमाल्दैछु अनि यहाँनिर हेर्नु न ल्वाङ सुकमेल अनि के भन्छ यो के मरिच राखेर चियामा म लाउनेवाला छु यतिको भएपछि भयो के राखिदिएँ मैले मेरो कडकवाला चिया
यो चाहिँ सबै दुधै साथीहरू। मलाई चाहिँ दुधको चिया मनपर्छ नि त, त्यही भएर। जाडो छ उस्तै, त्यही भएर म त फेरि चिया पनि यति धेरै पिउँछु। यत्रो ठुलो कपमा 1 कप के, हेर्नु न, यत्रो ठुलो चियाको कप रेडी गरिरहेको छु। त्यस्तो खालको मान्छे म। मेरो अलिकति यतातिर उछिट्यो के पनि लगाउँछु। ल्वाङ, सुक्मेल, इलायची। आजकल मलाई यस्तो खानु मन लागेको छ, यो पनि टिपेर लगाएँ के होइन। कडकवाला चिया, तातो तातो खाने हो। अनि यसमा मैले ल्वाङ, सुक्मेल अनि मरिच अनि अदुवा पनि राखेको छु कि। अघि अदुवा राखेको थिएँ अनि फेरि यो इलायचीहरू राख्न नि मन लाग्यो अनि त्यही भएर यो राखेँ। मेरो सानो हट चक्लेट खान्छ हैन। लखाउ न त, ल बिस्कुट निकाल्यो, निकाल। आजकल चाहिँ उसको यो चक्लेट फेभरेट भइरहेछ हैन बेबी? हजुर हजुर मामा हजुर। मेरो चिया उता बन्दैछ। तेरि मेरो बाबा मेरो छोरोलाई छोडेर जानुपर्छ हैन? मेरो बाबालाई छोडेर जानुपर्छ। विकेन्डमा पापाको नि काम। आज मेरो नि काम परेको थियो कि, त्यही भएर सधैँ त हुन्न, कहिलेकाहीँ। अनि छोरालाई छोडेर जानुपर्छ मैले। खानुस् खानुस्। अनि त्यसपछि हेर्नु न, उसको ब्यागहरू यहाँ रेडी गरेछ। अब भोलि स्कुल जानुपर्छ नि त, अनि उसको लन्च बक्सको अहिले नै त्यो ब्यागहरू रेडी गर्नुपर्छ। म के भन्छ, ग्लोभ्स, टोपी, ब्याग रेडी भोलिको लागि। मेरो फुल हेर्नु न, यहाँ ओइलाइसक्यो हो। लानुहोस्। ओ नो नो, झन्डै गयो उता ध्यान गरेर। कडक वाली चाय। यो यस्तो लगाइदिएँ कि मैले, एउटा फुटाएर लगाइदिँदा पनि हुन्थ्यो यो, फुटाएन। ल मेरो चिया रेडी भयो, अब म निकाल्छु ल। मेरो चिया साथीहरू हेर्नुहोस् न, म यता यो गर्नु थालेर सुकिगयो क्या। खानुहोस् बेबी, तातो चिया पिउने। दामी, मजा आयो। कस्तो मजा आएको चिया पिउनु। ल साथीहरू, आज चाहिँ म होइन मेरो भिडियो एन्ड गर्छु, किनभनेदेखि एकदमै थाकेर आएको छु नि त म। त्यही भएर चिया अब एकछिन चिया पिउँछु होइन, अनि त्यसपछि फेरि खानासाना बनाउनु पर्यो। अनि खानासाना खाने, अनि फेरि बुढा पनि आउनुहुन्छ, अनि सुत्ने। साथीहरू आजको मेरो दिन चाहिँ सक्यो है।
यति जेलसम्म मेरो भिडियो हेरेर साथ दिनुभएकोमा हजुरहरूलाई थ्याङ्क यू सो मच भन्दै आजलाई यति नै बाई बाई सी यू नेक्स्ट भिडियो से बाई 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 माया सबैजनालाई